नमस्ते साथीहरू, हजुरहरूलाई मेरो च्यानलमा स्वागत छ। आज चाहिँ म मसरुम सुप बनाउन जाँदैछु। ल सुरु गरौँ है त। साथीहरू, हामीले चाहिँ मसरुम सुपको लागि मसरुम, हरियो केराउ, गाजर, धनियाँ, सिमी र क्याप्सिकम लिएका छौँ र अलिकति जिन्जर पनि लिएका छौँ। त्यसपछि अब हामी मसरुम सुप बनाउन जाँदैछौँ। तेल, त्यसपछि हामीले चाहिँ यो भेजिसलाई भुट्न जाँदैछौँ। हामीले चाहिँ यो सबै एकैचोटि भुट्न जाँदैछौँ। जिराको धुलो, बेसार, नुन, थोरै सुके खुर्सानीको धुलो राखेर हामीले यसलाई मिक्स गर्न जाँदैछौँ। यसलाई मजाले भुट्नु होला।